नेपाल पत्रकार महासङ्घको 71 वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष निर्वाचित निर्मला शर्माजी हुनुहुन्छ। म आज उहाँकै कार्यकक्षमा आइपुगेको छु र उहाँले चुनाव लडेर आइसकेपछि पनि भेट हुन पाएको थिएन। आज पहिलोचोटि भेट भयो र मैले अलिकति उहाँसँग महासङ्घका गतिविधिको बारेमा पहिला त मैले उहाँलाई धन्यवाद दिन चाहेँ। एकदम हजुरलाई नेपालभरिका पत्रकार, सम्पूर्ण पत्रकार, महिला पुरुष सबैको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट हजुरलाई मुरी धन्यवाद दिन चाहेँ र पत्रकार महासङ्घको गतिविधिको बारेमा मैले अलिकति हजुरसँग जानकारी लिन खोजेँ। धन्यवाद अक्षरीजी। हामीसँग हुन त नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्वाचित भएको अब 6 महिना पुग्दैछ। तपाईँसँग भौतिक रूपमा पहिलोपटक साक्षात्कार हुने मौका पायो। फोनबाट होइन, सोसियल मिडिया मार्फत चाहिँ यहाँसँग मेरो कुराकानी भइरहेको थियो, भेट हुन पाएको थिएन। यहाँले जुन काठमाडौँमा त्यो पनि मेरै कार्यकक्षमा आएर बधाई दिनुभएको छ, त्यसका लागि म धन्यवाद पनि दिन चाहन्छु यहाँलाई। र यहाँहरूले निर्वाचनको बेला गर्नुभएको सहयोग सबै पत्रकारहरूले, त्यसका लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु देशैभरिका पत्रकारहरूलाई। एउटा इतिहासको एउटा मान्यता पनि भत्केको छ भनेको अहिलेसम्म पनि पुरुष मात्रै अध्यक्ष हुनुहुन्थ्यो। एउटा सोच थियो नि, त्यो सोच चाहिँ भत्किएको छ र एउटा मान्यता चाहिँ इस्टाब्लिस पनि भएको छ। महिला पनि अध्यक्ष बनाएर यहाँहरूले नै यो सफल बनाउनु भएको छ। देशैभरिका पत्रकारहरूले पहिलोपटक महिला अध्यक्ष निर्वाचित गराउनु भएको छ। त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु। अब निर्वाचित भइसकेपछि बधाई लिएर आफ्नो काम सुरु गरेको पनि 6 महिना भइसकेछ। अहिले हामीले नेपाल पत्रकार महासङ्घको लामो समय निर्वाचन हुन नसकेर 6 महिनासम्म निर्वाचन रोकिएर त्यस्तो कठिन परिस्थितिमा हाम्रो निर्वाचन सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भइसकेपछि विभिन्न समस्याहरू थिए, सदस्यताका समस्यादेखि लिएर अरू धेरै समस्याहरू थिए, सङ्गठनका समस्या थिए, शाखाहरूका पनि आफ्ना समस्या थियो, केन्द्रमा पनि धेरै समस्याहरू थिए। त्यसलाई चाहिँ हामीले केही यसलाई लयमा ल्याउन सफल भएका छौँ भर्खरै। र देशैभरिका पत्रकारहरूका धेरै कार्यक्रमहरूमा बोलाइराख्नु भएको छ। र अहिलेको समस्या भनेको चाहिँ हामी लामो समय 71 वर्षको इतिहासमा चाहिँ पत्रकार महासङ्घले गर्ने मुख्य एजेन्डा भनेको पत्रकारहरूको श्रमको हक अधिकारको सुरक्षित गर्नु हो र त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु हो। त्यस्तै गरी पत्रकार महासङ्घ यो नागरिक अगुवा संस्था हो, सबैभन्दा पुरानो। यसको साख चाहिँ अझ उच्च बनाउनु पनि हाम्रो 3टा मूल उद्देश्य छन्। त्यो उद्देश्य सँगसँगै फेरि अहिलेको बदलिँदो परिस्थितिमा मिडियाका समस्या पनि छन्। सञ्चार माध्यममा आएको आर्थिक मन्दीका कारणले धेरै प्रिन्ट मिडियाहरू, रेडियो टेलिभिजनहरू चाहिँ अलिकति बन्द हुने क्रममा छन् र अहिले धेरै मिडियाहरू डिजिटल फर्ममा गइराखेका छन्, अनलाइनहरू आउने। त्यस्तै गरी मल्टिमिडियामा जाने ट्रेन्ड बढेको छ। त्यस कारणले हामी चाहिँ अहिले दोहोरो तेह्रो मारमा छौँ। एउटा मिडियाको सङ्ख्या बढेको छ र मिडियाको सङ्ख्या मात्रै बढेर हुँदैन। टेलिभिजन, रेडियो थियो भने अहिले चाहिँ बढी अनलाइन र मल्टिमिडियामा चाहिँ हाम्रो ट्रेनहरू गइराखेको छ। तर त्यति हुँदाहुँदै पनि यसको विश्वसनीयतामाथि धेरै प्रश्नहरू आएका छन्। अब यो विश्वसनीयतालाई चाहिँ कसरी जोगाउने त? पत्रकारिता भनेको चाहिँ एउटा आम नागरिकको विश्वसनीयता चाहिँ जोगाउने हो र आम नागरिकको सही सूचना चाहिँ कसरी ल्याउने भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सिनु हुँदैन। र कतिपय अवस्थामा चाहिँ यो मेनस्ट्रिम मिडिया, अरू मिडियाका विभिन्न प्लेटफर्म आए पनि अहिले आएका सोसल मिडियाले गर्दाखेरि चाहिँ मिडियामाथि विश्वसनीयता घटिरहेछ। त्यो विश्वसनीयतालाई चाहिँ कसरी जोगाउने त? पत्रकारले एउटा सही र सत्य तथ्य समाचारलाई चाहिँ जति सक्दो छिटो कसरी सम्प्रेषण गर्ने, माध्यम जुनसुकै होस् तर त्यहाँ विश्वसनीयता हुनुपर्छ। र कतिपय पत्रकारले उत्पादन गरेका कन्टेन्टहरू हतारो गर्दाखेरि काहीँ विश्वसनीयता गुमाएका छौँ कि भनेर हामी सचेत छौँ। र पत्रकार आचार संहिता पालना गर्नुपर्ने दायित्व पत्रकारको हो। हामीसँग अहिले पनि पुरानै पत्रकार आचार संहिता छ। हामी मल्टिमिडियामा डिजिटल प्लेटफर्ममा चाहिँ धेरै न्युजहरू आइराखेका छन् र सोसल मिडियालाई पनि काहीँ न काहीँ जिम्मेवार बनाउनु जरुरी छ। किनभने सोसल मिडिया पनि एक खालको वान अफ द एउटा न्युजको सोर्सहरू भइराखेका छन् भने त्यसलाई पनि कसरी जिम्मेवार बनाउने र पत्रकारले उत्पादन गरेका कन्टेन्टलाई व्यावसायिक
सत्य, तथ्य र जवाबदेही बनाउनका लागि पत्रकारलाई चाहिँ तालिम दिनु जरुरी छ। र म आफै पनि प्रिन्ट मिडियाको ब्याकग्राउन्डबाट 30 वर्ष अगाडि पत्रकारिता सुरु गरेको थिएँ। म जस्तो व्यक्तिहरू हामी लिडरसिपमा छौँ र केही यङ जेनेरेसनका व्यक्तित्वहरू पनि केन्द्र, प्रदेश, जिल्ला र जिल्ला शाखाहरूमा आउनुभएको छ भने उहाँहरूलाई चाहिँ अहिलेको च्यालेन्ज भनेको चाहिँ न्यू मिडिया टेक्नोलोजीमा कसरी अभ्यस्त बनाउने, किनभने हामी जति पनि प्रिन्ट मिडियामा उत्पादन भएका कन्टेन्टहरूलाई डिजिटलाइज गरिएन भने अब अहिले आम नागरिकले त्यो मिडियाको पढ्ने एक्सेस पुग्दैन भने त्यसलाई कसरी डिजिटल प्लेटफर्ममा लैजाने भनेर पत्रकारलाई न्यू टेक्नोलोजी अनुसार तालिम दिनु पनि जिम्मेवारी छ। र पत्रकारको श्रमको सुरक्षा चाहिँ गर्नका लागि अहिले न्यूनतम पारिश्रमिक निर्धारण गरेको एउटा न्यूनतमै छ, त्यो पनि नपाएको अवस्था छ भने पत्रकारलाई, सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा लैजानका लागि पनि हामीले पहल गर्दैछौँ। र देशैभरि यो पत्रकार महासङ्घलाई कसरी, महासङ्घ आफै पनि कसरी जिल्ला शाखा, प्रदेश शाखा संरचना त बने तर सबै चाहिँ एकदमै क्यापेबल हुन जरुरी छ। संस्था आफै पनि क्यापेबल हुन जरुरी छ र त्यो संस्थाले चाहिँ पत्रकार महासङ्घका मूल मूल्य र मान्यता विपरीत गएर काम गर्ने भन्दा पनि यसका मूल मान्यताहरूलाई चाहिँ हामीले कसरी फलो गर्ने भनेर पनि लिडरसिपहरूलाई चाहिँ अहिले आएको नयाँ नेतृत्वहरूलाई सिकाउन जरुरी छ। र पत्रकार महासङ्घका धेरै च्यालेन्जहरू छन् र हामी अहिले केही नयाँ सुरुवात चाहिँ गरिरहेछौँ। यहाँ अध्यक्ष भएर आइरहँदा महिलाहरूको लागि पत्रकार महासङ्घले, यहाँ एउटा अध्यक्ष भएको नाताले, अध्यक्षमा आइपुगेको नाताले विशेष गरी पत्रकार महासङ्घले महिलाहरूको लागि के योजना के छ? अब यो समग्रमा एउटा त म सबै पत्रकारकै अध्यक्ष भएको कारणले समग्रमा पत्रकारहरूले भोग्नु परेका समस्या चाहिँ हामीले समाधान गर्दा त्यहाँ महिला पत्रकार पनि अवश्य पर्नुहुन्छ। तर हामी पनि सकारात्मक विभेदको नीति चाहिँ अपनाउनुपर्छ। म आफै पनि 30 वर्ष पत्रकारिता गर्दा पत्रकार त हो म, तर त्यसपछि पनि म महिला पनि हो नि त। त्यस कारणले मैले भोगेका समस्या चाहिँ ती मेरा लागि चाहिँ एक धेरै अनुभव चाहिँ यहाँको नीति बनाउने क्रममा अवश्य पनि सम्बोधन हुन्छन्। किन भन्दा मैले यसका लागि फेरि पनि पढिरहनु, जानिरहनु पर्दैन, किनभने म आफैले भोगेका धेरै समस्याहरू पनि नीति बनाउने क्रममा सम्बोधन हुन्छन्। र हामी के भन्छौँ, यसलाई समावेशी बनाउनका लागि, हाम्रा कार्यक्रमहरूलाई समावेशी बनाउनका लागि र महिलाहरूलाई प्रोत्साहन गर्नका लागि, उहाँहरूको गुणस्तर बढाउनका लागि हामीले खोजी पत्रकारिता मार्फत चाहिँ महिला मात्रै होइन सबै पत्रकारलाई चाहिँ तालिम दिनका लागि चाहिँ हामीले पहल गरेका छौँ। त्यहाँ अवश्य पनि महिलाहरू पर्नुहुन्छ। तर मेरो एउटा सकारात्मक अनुभव के छ भन्दा म यहाँ अध्यक्ष भएर आइसकेपछि जुनसुकै महिलाहरूलाई पनि भेट्न त्यति गाह्रो छैन। किन भन्दा उहाँहरूले आफ्नो समस्या चाहिँ सजिलो गरी मलाई टेलिफोन मार्फत, म्यासेन्जर मार्फत, कतिपय वाट्सएप मार्फत र भौतिक रूपमा पनि मलाई भेट्न सक्नुहुन्छ। किन भन्दा म छिट्टो उहाँहरूको समस्या बुझ्छु र त्यसलाई सकेसम्म मैले सम्बोधन गर्ने प्रयास गरेको छु। र धेरै लिडरसिपमा आउने चाहना पनि गर्नुभएको छ र देशैभरि केन्द्रमा, जिल्लामा, प्रदेशमा महिला आउनुभएको छ। नीति चाहिँ हामीले के भनेको छ भने सकेसम्म सक्षम महिलालाई चाहिँ हामीले सकारात्मक विवेकको नीति अपनाएर भए पनि अहिले हुन त पत्रकार महासङ्घ एकदमै समावेशी छ, यसको स्ट्रक्चर समावेशी छ। यो केन्द्रदेखि प्रदेश र जिल्ला शाखा र कतिपय एसोसिएट शाखाहरूमा पनि हाम्रो नीति चाहिँ छ। त्यति हुँदाहुँदै पनि फ्री कम्पिटिसनमा पनि महिलाहरूलाई चुनाव उठ्ने उत्साह बढेको छ। किनभने केन्द्रमा निर्मला दिदी उठेपछि म पनि उठ्छु भन्ने जिल्लामा, प्रदेशमा धेरै साथीहरू मैले चुनावको बेला देखेँ। अब पत्रकार महासङ्घको निर्वाचन भइसकेपछि अरू नागरिक अगुवा संस्था, त्यस्तै गरी मिडियासँग अलिअलि मिडियासँग रिलेटेड संस्थाहरूमा पनि महिला आकाङ्क्षीहरू देखिएको छ नेतृत्वमा।